आम द्वन्द्व पीडित समुदायले संक्रमणकालीन न्याय सम्बन्धी बनाएका आयोगहरूको बारेमा जानकारी दिने उद्देश्यले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेको छ। आयोजित सम्मेलनमा सङ्कटग्रस्त संक्रमणकालीन न्याय प्रक्रिया, अबको बाटो, सरकारवालाहरूबीच अन्तर सम्बन्ध 2 दिनसम्म गण्डकी प्रदेश पोखराको लेक साइटमा सञ्चालन भएको थियो। लैङ्गिक मैत्री एवं अपङ्गता विश्वसनीय संक्रमणकालीन न्याय प्रक्रियालाई अवलम्बन गर्न सम्पूर्ण द्वन्द्व पीडित समुदायले 2 दशकदेखि अनवरत रूपमा आवाज उठाउँदै आएको पार्वती सिग्देलले बताउनुभयो। उहाँले पीडित समुदायको पीडा, माग र अन्यायलाई सम्बोधन गर्न पारदर्शी प्रक्रिया अवलम्बन नगरी पीडितको पीडालाई राजनीतिक स्वार्थका रूपमा गिजोलिएको बताउनुभयो। उक्त सम्मेलनमा द्वन्द्व पीडित राष्ट्रिय सञ्जालका अध्यक्ष गोपाल बहादुर शाहले राजनीतिक भागबण्डा र पहुँचका आधारमा अधिकांश संक्रमणकालीन न्यायको कार्यभारलाई पार नलागेको बताउनु भएको थियो। उहाँले पीडा सम्बोधनको पर्खाइमा दशकौंदेखि पर्खिरहेका आम पीडित समुदायलाई पटक पटक धोका दिएको एवं अपहेलित गरिरहेको बताउनुभयो। गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट आउनुभएका द्वन्द्व पीडित समुदायका व्यक्तिले आफ्नो गीतको माध्यमबाट द्वन्द्वमा भएको घाउको पीडालाई उजागर गराएका थिए। पीडितको सत्य जान्ने, न्याय र अधिकार बहाली गर्ने आयोगहरू नियन्त्रित र राजनीतिक दलको छायामा परेकै कारण विगतका आयोगहरूको परिणाम शून्य भएको बताउँदै हालको नवगठित आयोगहरूको पनि कुनै औचित्य नभएको बताउनु भएको थियो। गम्भीर मानवाधिकारका उल्लङ्घनका घटना र बलात्कार तथा यौनजन्य हिंसा लगायतका पीडितहरूलाई संवेदनशीलता, सुरक्षा र गोपनीयतालाई उपेक्षा गरी प्रमाण समेत आफै जुटाई अवैध आयुक्तहरूलाई राजीनामा दिने समेत बताएका थिए। मानवीय संवेदनशीलता एवं जवाबदेहितालाई बेवास्ता गरी पीडितलाई झन पीडा दिने र निराश पार्ने नियन्त्रित र देखावटी प्रक्रियाले द्वन्द्वमा लागेको घाउको चुड अझै पनि चस्किरहेको बताएका थिए।